चाहे त्यो जसको घरमा पनि होस्, एउटा यस्तो बच्चा त पक्कै हुन्छ जसलाई गर भनेको काम गर्दै गरिरहेको हुन्न अनि गर्नुहुन्न नगर भनेको काममा सबभन्दा पहिला हात हाल्न गइरहेको हुन्छ। किनकि यस्तै एउटा बच्चा मेरो घरमा पनि छ। यो महारानीलाई आफूभन्दा ठुलो बन्चरो समातेर सकी नसकी भए पनि दाउरा चिर्न रेडी छ, तर अलिकति भाँडा मान्थे भनेको मान्दैन। अनि तैँले भाँडा मान्थेको बदलामा तैँले पसलबाट जे भन्छस् त्यही किनेर खुवाउँछु भनेर बिन्ती गरिसकेपछि बल्ल बल्ल महारानीले भाँडा माजिदिनु भयो। अनि बहिनीले भाँडा माझ्न लगाएर आफ्नो मिसन सक्सेसफुल गरिसकेपछि घर बस्दा बस्दा यत्तिकै बोर पनि लागेको थियो। त्यही भएर यसो रोडतिर घुमेर आउँछु भन्नु भनेको बच्चा बच्ची पनि जिस्काउनलाई भने अटोग्राफ माग्न आउँछ नभए के भन्नु। अनि मैले त्यतिबाट कुखुरा पनि लिन जानु पर्ने थियो, तर मलाई एक्लै हिँडेर मनोकामना चोकसम्म जान बहुत झ्याउ लागेको थियो। त्यही भएर मैले गोलु भाइले पनि सँगै लिएर पोल्ट्री फार्ममा गएँ। अनि त्यहाँबाट 2 जति चुल्ला टक्क दामीसँग चुज गरेर त्यसको खुट्टा सुट्टा बाँधिसकेपछि त्यसलाई टक्क जोहेँ। अनि एउटा अटो समातेर अटोमा कुखुरालाई हालिसकेपछि टक्क अटोमा चढेर घर आउन लाग्यो। अटोले त यस्तो उफारिरहेको थियो, बिचरा गोलु भाइको हालत खराब भइरहेको थियो। अनि मलाई आज कुखुरा बनाउन बहुत झ्याउ लागिरहेको थियो। त्यही भएर चाहिँ घरमा आउने बित्तिकै मैले चाहिँ कुखुरा बनाउन मम्मीको जिम्मा लगाइदिएँ। अनि मलाई चाहिँ यस्तो चिया खान मन लागिरहेको थियो। त्यही भएर चाहिँ घरमा चिनी पनि भएको रहेछ। त्यही भएर चाहिँ फटाफट पसलमा गएर चाहिँ त्यहाँबाट अलिकति चिनेर म चाहिँ टक्क चिया बनाएँ। अनि यस्तै भिडियो हेर्न च्यानल सब्स्क्राइब गरेर नबिर्सिनु होला।